हेलो एन्ड नमस्ते वेलकम टु आवर युट्युब च्यानल। स्वागत छ तपाईँहरूलाई हेरेर बस्नु सम्पूर्णलाई धन्यवाद। र आज हामी जाँदैछौँ मिलरोडबाट तपाईँको एसए मोटर क्याफेतिर। हर त बवाल छ नि, दामी नै भन्छ नि हर पप 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 बाटो छोडेर बसेर यहाँ छिटो के गान्छ चलो 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 एसए मोटर क्याफे ग्यालेरी होइन सैनिक कल्याणकारी भवन होइन यहाँबाट निक्लिन्छ त त्यो छिर्छ छिराइदिने म यही वैदेशिक यताबाट आउनु ल हामी एसजे मोटो क्याफे जानको लागि चाहिँ तपाईँको वीर अस्पतालको यहाँबाट स्ट्रेट नै पर्छ रत्न पार्कबाट नजिकै पर्छ। रत्न पार्क कोही आउनु भयो भने त्यहाँबाट सिधै तपाईँको कान्तिपथको बाटो जाँदा भयो नारायण हिटी जाने बाटो पर्छ तपाईँको जमलको पुलबाट अलिकति अगाडि नै पर्छ होन्डा सोरुम आउँछ त्यसको भित्रपट्टि छ माथिपट्टि छ होन्डा सोरुमको ब्याक साइडमा तपाईँको फर्स्ट फ्लोरमै पर्छ। यो पानी पोखरीमा जाम त्यसैले यो ट्याक्सीवाला अरे जान थिएँ भयो चलो जाम यो जमलको जाम चाहिँ अलि औडी नै हुन्छ। यो बेकामको जाम हुन्छ जमलमा तपाईँको दायाँ बायाँ छिर्नेहरू कहिले यता जाम कहिले उता जान्छ। खोल्नु त ल यो अनि के अरे उ गर्नु त के अरे म्यासेन्जर खोल्नु त म्यासेन्जर यो जमलको पुलको जाम हुन्छ जाम पनि तपाईँको त्यसै हावादारी जाम हुन्छ। अरे चलो 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 अरे भाइ पछाडि तपाईँ बसेको छ नि तपाईँको नराम्रो यो ट्याक्सीवाला कहाँबाट बाटो छोडेर हरन सुनेर पनि बाटो छोड्दैन हटै जान दे जमलबाट तपाईँहरू सिधै आइसके पछाडि तपाईँको राइट साइडमा यो येल्लो पगडा देखिहाल्नु भयो। येल्लो पगडा सिधै सोनी छ अपोजिटमा सोनी छ अलिकति अगाडि जानुहोस् ठ्याक्क तपाईँको टिभिएस अनि त्यहाँबाट होन्डा सोरुम एन्ड देन फ्रम हियर जस्ट टेक अ लेफ्ट फ्रम हियर एन्ड देन गो स्ट्रेट गो स्ट्रेट हियर विल कम एसए मोटर ग्यालरी। हेलो साइड लाग्नुहोस् ओके त्यहाँबाट माथि उकालो चढ्ने ओके सो एन्ड देन पार्किङ ओभर हियर इट्स अ फ्री अफ कस्ट इट्स अ निःशुल्क पार्किङ एसजे मोटर ग्यालरी ओभर देयर। त्यसले नि घुम्छु भन्थ्यो कि तपाईँको एसजे मोटो ग्यालेरीमा छिर्दाखेरि तपाईँको वाइफाई कनेक्ट गर्न पर्ने हुन्छ तपाईँको लगइन गर्न मिल्छ। वाइफाईमा तपाईँको एसजे मोटो भनेर देखाउँछ त्यहाँबाट तपाईँले आफ्नो मोबाइल नम्बर हालेर ओटिपी आउँछ 1 घन्टासम्म तपाईँले मजाले इन्टरनेट चलाउन पनि पाउँछ अनि एक्सेस पनि हुन्छ। लगइन चाहिँ गर्नुपर्छ ल तपाईँहरू कुनै आउँदाखेरि। तपाईँले डाटा अन गरेर हुन्छ अनि कहाँबाट देख्छ त ए अल्ट्रा भाइलेट पनि आएछ त्यहाँ 10:45 10:45 हो यसमा आरएक्स निकाल दिया है
टक्क यो 10:45 चाहिँ 10,45,000 यो त्यतिमै आउँछ र यो चढ्न मन लाग्छ त यो हो मलाई त्यो सबै पोखरा दाइ कतिवटा त पोखरै गइसक्यो कतिवटा त पोखरा गइसक्यो के कतिवटा सबै पोखरा गइसक्यो हेलो Thank you for watching. जाँदा जाँदै Shagura, one of the favorite bike Suzuki Hayabusa हेर्नु होला. Might be in future फेरि यस्तै भिडियोहरु हाल्ने छु हैन ल्याउने छु. Please do subscribe, hit the bell icon over there. Do comment, share with your friends. Thank you. Do visit SA Moto Gallery in Kantipat and also in Pokhara. SA Moto Cafe Himalayan Java त्यहाँ पनि घुम्दा हुन्छ. सब्स्क्राइब गर्नु च्यानललाई. यो धुम सिरिजको बाइक हो के तपाईको one of the most famous हैन धुम सिरिज. हेलो हजुर